Hello guys, good afternoon, namaste. After a long time, almost लगभग 1 year नै भइसक्यो होला मैले ब्लग नबनाएको र आफ्टर अ लङ टाइम चाहिँ मैले युएस आइसकेको पछाडि पहिलो ब्लग बनाउन ट्राई गरिरहेको छु र आजको ब्लगको सन्दर्भ चाहिँ के छ भन्दा तपाईँले थम्बनेलबाट पनि थाहा पाइसक्नु होला। आज चाहिँ हामी नेपाली नयाँ वर्ष 2083 को सन्दर्भ पारेर नेपाल डे चाहिँ नर्थ क्यारोलाइनामा हरेक नेपाली नयाँ वर्षको पहिलो हप्ताको शनिबार चाहिँ नेपाल डे मनाउने चलन रहेछ र आज चाहिँ 10औं नेपाल डे रहेको कारणले गर्दाखेरि चाहिँ नेपाल डेमा के कस्ता खालका इभेन्टहरू हुने रहेछ भन्ने त्यसको बारेमा थोरै एक्सप्लोर अलिकति थोरै एक्सपिरियन्स लिन गइरहेको छु र त्यही क्रममा चाहिँ यसलाई मैले थोरै ब्लगको मार्फतबाट यसलाई मेमोरीको रूपमा पनि राख्न ट्राई गरिरहेको छु र आजको ब्लग चाहिँ एकदमै सिम्पल, एकदमै छोटो र एकदमै विशेष गरेर नेपाली कल्चरसँग सम्बन्धित रहनेछ र तपाईहरुले भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुहुनेछ भन्ने पनि अपेक्षा राख्दछु। अब चाहिँ ढिलो नगरिकन डाइरेक्टली हामी नेपाल डे तर्फ मुभ हुन्छौं। चाहिँ हामी बाहिर सोह्र भाइ आइसकेको छ। सुरसँगै अरू एकदमै घाम लागेछ मजाले। हामी चाहिँ अब बेटी हिलबाट हाम्रो ग्रेजुएट रेसिडेन्सबाट चाहिँ हामी जाँदैछौँ र हामीसँग सौरभ आइसकेको छ। ल है त बिचमा साथीहरूलाई लिन गइरहेको छौँ। के छ त अनि कतिको एक्साइटमेन्ट छ आज सौरभ? एक्साइटेड नै छु नेपाली खाना ट्राई गर्न, नेपाली कल्चरहरू फेरि आफ्नै आँखा अगाडि हेर्न धेरै भएको छ। त्यसै क्रममा चाहिँ आज मैले यहाँ ठ्याक्क मेडल पनि देखेँ। आज पक्कै पनि यो 10 माइलरको मेडल हो। 16 किलोमिटरको चाहिँ आज रेस थियो। अनि कस्तो भयो त आजको 10 माइलर? बबाल भयो दाइ, हामी बिहानै गयौँ, राति मैले धेरै सुत्न पाएको थिएन। सो मलाई अलिक डर चाहिँ लागिरहेको थियो, तर दौडिँदै गएपछि दाइको यसो मोटिभेसनल यसो याद गर्दै आएँ, खायौँ मजाले। अनि अब एक्साइटेड फर नेपाल डे। यो टार हिलको 10 माइलरको मेडल चाहिँ एकदमै दामी लाग्यो। ट्याक्कै अलि स्प्रिङ सिजन भएको कारणले त नि कस्तो फ्लावरहरू अनि त्यसै ग्रिन क्यापको अनि क्यारोलिना ब्लू एकदम मजा लाग्यो। अझै यो चाहिँ आफैले लगाउन पाएको थियो भने झन् बवाल हुन्थ्यो। तर जस 10 माइलर भनेको चाहिँ 16 किलोमिटर नट अ जोक है, एकदमै खतरा। मलाई एकदमै खतरा लाग्छ 10 माइलर कुद्नु भनेको चाहिँ। यहाँ स्नेहालाई यहाँबाट पिकअप गरेर हामी अगाडि बढ्छौँ। ल हाम्रो ठ्याक्कै स्नेहा अगाडि नै आइसकेको रहेछ, तल झरिसकेको रहेछ। ओके, अब चाहिँ हाम्रो अन द बोर्ड स्नेहा चाहिँ स्नेहालाई लिएर अगाडि बढिरहेछौँ। स्नेहाले पनि आज 10 माइलर गरेको थियो सौरभले जस्तै गरेर। एकदमै कस्तो खालको एक्सपिरियन्स रह्यो त आज? अलिकति थोरै एक्सपिरियन्स के अरे सोच्या भन्दा रमाइलो भयो। म चाहिँ पर्सनल नदी नर्भस थिएँ, तर के अरे त्यो मान्छेहरूको हाइटले गर्दाखेरि दौड्दै गएँ। 8 माइल पछि चाहिँ अलिकति गाह्रो भयो त्यो चाहिँ। 8 माइल पुगिसके पछाडि 80% पुग्यो त्यो र 80% हो क्या, अब 20% त हो नि। लाइफमा फर्स्ट टाइम होइन 10 माइलर भनेको एकदमै ठुलो एक्सपिरियन्स हो। भनेपछि एकदमै अनि नेपाल डे पनि छ अब भनेपछि एकदमै अब नेपाल डेमा फुड पनि मजाको क्रेभिङ पनि भइरह होला होइन। एकदमै मैले पनि आज चाहिँ बिहान त्यस्तो धेरै हेभी लन्च गरेको छैन। अब नेपाल डेमै एकदमै एक्साइटेड भएर सबै खानेकुराहरू चाहिँ ट्राई गर्नुपर्छ एकदमै। म पनि एकदमै सेलरोटी चाहिँ मैले मिस गरिरहेको छु। सेलरोटी सायद म यहाँ आएदेखि नेपालबाट यहाँ आएदेखि खाएको छैन। आज चाहिँ हाम्रो कस्तो रहेछ त, नेपाली टेस्ट छ कि छैन, सबै कुराहरू हामी ब्लगमा बताउँछौँ। आज हामीले फुड रेटिङ दिनेछौँ। हामी चाहिँ अहिले ठ्याक्कै पार्किङ आइपुग्यौँ। अब अगाडि बढ्छौँ। पार्किङबाट चाहिँ सटलको व्यवस्था रहेछ, सटल हामी अगाडि बढ्छौँ। एकदमै अब यो यही क्रममा चाहिँ ठ्याक्कै मैले यहाँ एकदमै सुन्दर जोडी नेपाली जोडी भेटेको छु है। हाम्रो साकिला म्याम, मुकेश सर, स्याम्पी है, पुरै नेपाली टिपिकल कल्चरल ड्रेसमा हुनुहुन्छ एकदमै।
कस्तो भइरहेछ हजुरहरूको एक्सपिरियन्स साकिरा म्याम? एकदमै रमाइलो भइरहेछ। हामी चाहिँ प्रत्येक वर्ष आउँछौँ। छोरासँग चाहिँ मेरो पहिलोपटक हो। योभन्दा अगाडिको पालि चाहिँ ठ्याक्क न्वारान थियो मेरो छोराको, त्यही भएर आउन पाएको थिएन। एकदमै रमाइलो भइरहेछ। मिठो मिठो खानेकुरा खान पाइराखेको छ। चिनेको मान्छेहरू पनि भेटिरहेछ। यस एकदम इन्जोय गरिरहेछ हामीले। एकदमै बाबु पनि पुरै मस्तसँगले इन्जोय गरिरहेको मस्त तरिकाले डान्स एकदम राम्रो देखिरहेको छ। इन्जोय गरेर तपाईँले लास्ट इयर चाहिँ म स्टेजमा पनि गएको थिएँ, तर यो साल चाहिँ आफ्नै कामले गर्दाखेरि आउनु पाएन, तर जे होस् एकदम राम्रो लागिरहेको छ मलाई पनि। एकदमै धेरै धेरै धन्यवाद। एकदम रमाइलो गरिराख्नु भएको छ होइन त? एकदम राम्रो छ। मोमोको स्टलहरू चाहिँ एकदमै प्याक देखिन्छ होइन, अरूभन्दा पनि। सबैजना मोमोको क्रेभिङ चाहिँ बढी हुँदो रहेछ। मलाई एकदमै राम्रो लाग्यो है यो फुड मान्डु, मोमो मान्डु भनेर रहेछ ठ्याक्कै युएसमा। अनि चारवटा ध्वजा बाहक चाहिँ हाम्रो ठ्याक्कै मोमो रेडी भएर आइसकेको छ। एकदमै घाम पनि भइरहेको कारणले गर्दाखेरि मोमो भने पछाडि कुक हुने गऱ्यो है। अनि आइससँग चाहिँ अब ठ्याक्क कुक खाने, अनि अझै धेरै कुराहरू खान बाँकी नै छ। सेलरोटीहरू ट्राई गर्ने क्रममा कस्तो छ? एकदम बाबा एकदमै नेपालको ट्रिप रमाइलो भइरहेछ। अबको हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको चाहिँ सेलरोटी हो। टक्क लाएर सेलरोटी खाने हाम्रो प्लान छ। अनि कस्तो छ सेलरोटीहरू? चटपटहरू पनि रहेछ है मस्तसँगले। एकदमै भिडभाड छ। किन भन्दाखेरिमा यहाँ चाहिँ सेलरोटी रहेछ है। अरू ठाउँतिर चाहिँ सकिसकेको छ भनेर बुझ्यो। अब चाहिँ हामी सेल अनि चटपटी लिनु गइरहेको छ। अब चाहिँ मोमोको पालो सकिसक्यो। अब चाहिँ ठ्याक्कै सेल र चटपटको पालो आएको छ। यतापट्टि चाहिँ एकदमै धेरै गर्मी घाम भएको कारणले गर्दाखेरि चाहिँ ठ्याक्क छायामा गएर हामी सेल र चटपट खान्छौँ। हाम्रो सेल आइसकेको छ होइन? के छ अनि सौरभ टेस्ट कस्तो लाग्यो? खान सकिन्छ बेला बेला। खान सकिन्छ बेला बेला। चटपट टेस्ट गरेको छैन? ट्राई गरेको छैन। स्नेहा कस्तो लाग्यो? राजेशलाई मिठो छ है? अब सेल चाख्ने क्रममा होइन कस्तो छ? रेटिङ कस्तो छ दाइ? रेटिङ ठिक छ। अलिक तातो भएको मजा, तर पनि अहिले पनि अलिक तातो भए मजा आउँथ्यो। अनि ओइलीनेसहरूको बारेमा केही भनिदिनु होला। ओइली चाहिँ धेरै नै ओइली जस्तो लाग्यो, तर आज अब मजाले डाइट हुन्छ होइन? हो भएन भने तपाईँको केही ब्याकअप प्लान भएन नि। अब सौरभको जिम्मा हजुर ठिक छ। अब तपाईँको छिमेकी हो, केही पऱ्यो भने भन्नु होला रातिमा। अहिलेसम्मको सबसे मिठो लागेको खाना के लाग्यो? कोक भन्न पाइँदैन। कुक होइन, मोमो नै हो। मोमो चाहिँ अलिक फ्रेस पनि तातो पनि भयो, त्यही भएर अचार सबै मिठो कारणले नेपालको मोमो र यहाँको मोमोमा कति तपाईँले अलिअलि टेस्ट डिफ्रेन्स पाउनुभयो? तर धेरै समय पछाडि खाएको कारणले एकदमै राम्रो लाग्यो। को क्रममा चाहिँ हाम्रो सौरभले चटपट टेस्ट गरिरहेको छ होइन? कस्तो छ त चटपट? मिठो छ, पिरो छ, तर त्यो स्वाद टक्क परेको छ। अलि चाउचाउ अलि कम भएको जस्तो लाग्यो मलाई। अलिक प्याज पनि बढी भएको भए अझ मिठो हुन्थ्यो है। So I think like it's your first time to be here especially in Nepali this Nepal Day, and how was your overall experience? Yeah, so I didn't know what to expect coming here. I mean, I know Nepal has Mount Everest, and I know my friend Saurabh is from there, but there's really not much else. But coming here,
thought it was cool because at first you learn kind of about the significance of different attire, like why are people wearing these hats and these dresses and stuff. I thought that was cool. And then as I was here longer, I learned more about food and just talked to Saab a bit about all of other details and got to talk to people about what it was like coming here from Nepal. And so really just a lot of learning overall. And I thought that this event was really cool because it's a lot of stuff I've never seen before that I ever have if I hadn't been here, probably. And so, like even having a Nepali friend is not enough to experience this. So overall, I thought it was a good time. And yeah, I appreciated this event as a whole. यो चाहिँ हामीले नर्थ क्यारोलाइनामा जे होस् राम्रो खालको कम्युनिटी छ यहाँ लगभग 2-2.5 जना जतिको मास हुन्छ यो प्रत्येक वर्ष चाहिँ न्यू इयरको सन्दर्भ पारेर यसरी एउटा ठुलो कार्यक्रम हुन्छ र यो कार्यक्रमको एउटा फाइदा के भन्दाखेरि धेरैजनाहरूसँग यसरी बातचित हुन्छ अनि त्यसपछि मेन कुरा भने खाना पाइन्छ क्या जस्तो मोमोदेखि लिएर अरू कुराहरूदेखि लिएर त्यस्तो खालको धेरै खालको आइटमहरू चाहिँ पाइन्छ अनि खाना चाहिँ त्यसपछि गएर अरू सांस्कृतिक कार्यक्रमहरू पनि हुन्छ अनि त्यो सबै कारणले चाहिँ एक वर्षमा एकपल्ट यो चाहिँ राम्रो खालको एउटा ठाउँमा आएर यसरी चाहिँ आफ्नो साथीभाइ अथवा आफ्नो कल्चर सँग यसरी चाहिँ गर्न चाहिँ पाइयो भने एकदम राम्रो लाग्छ मलाई चाहिँ र म चाहिँ यो कार्यक्रममा सहभागी भएको यो समेत गरेर आई थिङ्क 4थो पल्ट हो जस्तो लाग्छ मलाई चाहिँ र 4थो पल्टको टाइममा चाहिँ अझै धेरै मास चाहिँ लास्ट टाइमको दाजुमा यो मास अझै हाई भइरहेको छ र अबको सालमा पनि अझै पनि हाई हुन्छ जस्तो लाग्छ मलाई चाहिँ या लगभग 2-3 घन्टा यस्तो गर्मी छ बट कोट लगाएर हेर्नुहोस् यहाँ कोट यस्तो लगाएर पनि आज म यहाँ आएको छु सो थ्याङ्क यू भेरी मच ठ्याक्कै कार्यक्रम त कन्टिन्यू नै भइरहेछ तर अब चाहिँ हामी ठ्याक्कै सटलमा पार्किङतिर जान्छौँ नेपाल जीबाट आइसके पछाडि एकदमै धेरै वार्म भएको कारणले गर्दाखेरि चाहिँ चिसो केही लिउँ भन्ने हिसाबले आइसक्रिम खान लाग्ने सब पोइन्ट आएको यहाँ चाहिँ सब पोइन्ट चाहिँ नर्थ क्यारोलाइना विशेष गरी चपलिल एरिया साइडमा चाहिँ सपिङहरू गर्नु हुनलाई यहाँनिर प्रायः चाहिँ मान्छेहरू आउँछन् ल अब हाम्रो दुईजनाको इन्टरभ्यू जान्छ एकछिन है अब नेपाल चाहिँ एकदमै मजाले घुम्यो अनि मजाले काम पनि भयो धेरै घाम भइसक्यो पछाडि हल्का अब साउथ पोइन्ट आएर चाहिँ आइसक्रिम खाने भनेर हाम्रो सौरभबाट प्रपोजल आइसके पछाडि हामीले खाने भनेर जाउँ भनेर आयो कस्तो छ त एकदम मिठो छ यसको आइसक्रिम खानु त हाम्रो भाग्यमानी खानु एकदम भाग्यमानी रहेछ भाग्यमानी डिस होइन घाममा यो भएर छ नेपाल चाहिँ न्यु इयर अस्ति मात्रै मनाउनु पाइएको थिएन अब अहिले यता चाहिँ शनिबार भए पनि 6-7 दिन आज सायद पैसा 6-7 त्यो भए पनि न्यु इयर ढिलो भए पनि राम्रोसँगले मनाउनु पाइयो अनि लास्टमा फेरि मकर मिटाउनु पाइयो अब चाहिँ हामी फाइनली ठ्याक्कै नेपाल डे सकाएर होइन ऱ्यापअप गरेर चाहिँ हामी फर्किँदैछौँ समग्रमा अब आजको कस्तो रह्यो सौरभ आज कस्तो लाग्यो एकदम रमाइलो भयो दाइको भ्लगिङ बनाएको छु हामी प्लिज लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला स्नेहालाई मलाई पनि एकदम रमाइलो लाग्यो राज यता लेफ्ट लाइक सेयर एन्ड सब्सक्राइब एन्ड कमेन्ट डाउन योर फेभरेट मोमेन्ट अफ राजेश एकदमै रमाइलो भयो मैले मेरो साथीहरू सबै एनसीमा धेरै भएको नभइदिएको साथीहरू भेट्न पाएँ एकदमै रमाइलो भयो ओके अब चाहिँ म फाइनली बेटी लाइपुगेँ समग्रमा आजको दिन चाहिँ एकदमै रमाइलो भयो नेपाली फुड नेपाली कल्चर नेपाली कम्युनिटीसँग आफ्टर लङ टाइम चाहिँ भेट गर्ने मौका मिल्यो नेपाली पट अलिकति मिस भइराखेको थियो जस्तै यहाँनिर चाहिँ आज नेपालमै भएको जस्तो न्यु इयर मनाएको जस्तो खालको फिल भयो अनि प्रोग्राम पनि एकदम वेल म्यानेज नै थियो र फर्स्ट टाइम चाहिँ प्रोग्राम हेर्न पाउँदाखेरि त्यो खालको एक्सपिरियन्स पनि भयो र बिचमा मेरो ब्लगिङको काम चाहिँ अलिकति ग्याप भइरहेको थियो अबको दिनमा चाहिँ ब्लगहरू पनि थोरै कन्टिन्यू गर्ने ट्राई गर्छु अनि
यस्तो खालको इभेन्टहरू लिएर आउने ट्राई गर्छु। अलिकति मेमोरेबल खालका इभेन्टहरू देखाउने ट्राई गर्छु र मेरो आफ्नो मेमोरीको रूपमा पनि सेभ गर्ने ट्राई गर्छु। र यहाँसम्म आएर ब्लग हेरेर सपोर्ट गरिदिनु भयो, यहाँसम्म यो भिडियो हेरिराख्नु भएको छ भने यति भन्दै आजको यस वान डे फोटो मिठो नेपाल डे ब्लग चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु। अनि सबैजनाले यस भिडियो हेरिराख्नु भएको छ भने लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। विशेष गरेर च्यानललाई सपोर्ट गरिदिनु होला। धन्यवाद।